सेवा र साथीहरू होटल द आर्टेटको सम्पूर्ण परिवारको तर्फबाट र यति बेला चाहिँ म होटल द आर्टेटमा उपस्थित भइसकेको छु। किन भन्दाखेरि हाम्रो तीज आउन लागिरहेको छ र तीजको विशेष अफर पनि छ भनेर सुनेको भएर चाहिँ म होटल द आर्टेटमा रुमहरू चाहिँ कस्तो छ भनेर टुरको लागि चाहिँ आइसकेको छु र मसँगै तपाईँहरू पनि सँगसँगै टुर गर्न सक्नुहुन्छ। र ढोका खोल्ने बित्तिकै हाम्रो चाहिँ एउटा आर्ट देख्दै हुनुहुन्छ, सेक्सी लेडी। र यहाँनिर एउटा रहेछ कार, यो चाहिँ कार सिस्टम भएको भएर चाहिँ यहाँ कार हाल्ने बित्तिकै अटोमेटिक सबै तपाईँहरूले लाइट एसीदेखि सबै अन हुन्छ। र यता जाउँ हामी, टिभी रहेछ यहाँनिर। र टिभी चाहिँ ठ्याक्कै बेडको अपोजिटमा भएको भएर बेडबाटै हेर्न आरामले हेर्न सक्नुहुन्छ टिभी चाहिँ। र यहाँनिर छ एउटा ठुलो ऐना, यहाँनिर सबै फुल तपाईँले हेर्न सक्नुहुन्छ, फुल नै देख्ने रहेछ आफ्नो बडी। र एउटा सानो यहाँ कुर्सी छ र आफ्नो मेकअपको सामानहरूको लागि दुईवटा वार्डरोब पनि रहेछ र एउटा टेबल भइहाल्यो। र यता देख्दै हुनुहुन्छ वार्डरोब, ठुलो वार्डरोब छ यहाँनिर चाहिँ। यहाँ तपाईँहरूले आफ्नो लुगाहरू स्टोर गर्नको लागि। साथै हाम्रो होटल द आर्टेटको बेस्ट पार्ट भनेको चाहिँ हाम्रो होटल द आर्टेटमा सबै रुममा चाहिँ ठुलो मास्टर बेड तपाईँले पाउनुहुन्छ। र यो बेड चाहिँ एकदमै कम्फर्टेबल र एकदम क्लिन, निट एन्ड क्लिन देख्दैछु म यहाँनिर। र निट एन्ड क्लिन पनि छ। र यो बेडसिटहरू चाहिँ सिधै चाइनाबाट आउँछ, क्वालिटी छ है, एकदमै क्वालिटी छ। र यहाँ देख्दै हुनुहुन्छ हाम्रो सानो टेबल, दुईजनालाई पर्फेक्ट हुन्छ। र होटल द आर्टेटको पानी तपाईँले एउटा चाहिँ फ्रीमा पाउनुहुन्छ। र यहाँनिर छ ग्लास, टिस्यु, मेन्यु अनि दुईवटा रिमोट टिभीको, एसीको। र मेन्यु हेरेर अर्डर गर्नको लागि चाहिँ तपाईँहरूले त्यहाँ देख्दै हुनुहुन्छ एउटा फोन, त्यो जेरोमा डायल गर्नुभयो भने चाहिँ तपाईँहरूले सिधै रिसेप्सनमा जान्छ। र हाम्रो होटल द आर्टेटमा अर्को बेस्ट पार्ट भनेको चाहिँ 24 घन्टा किचन चाहिँ खुल्ला हुन्छ। हजुरले जति बेला पनि जे मगाएर खान सक्नुहुन्छ। र यता जाउँ हामी अब वासरुममा। वासरुममा चाहिँ छिर्ने बित्तिकै एकदम दामी ऐना छ र यहाँ चाहिँ डिफ्रेन्ट लाइटहरू पनि देख्न सक्नुहुन्छ तपाईँले। डिफ्रेन्ट लाइट तपाईँले हेर्न सक्नुहुन्छ। एउटा बेसन भयो, यहाँनिर छ दुईवटा ब्रस, स्याम्पू, सावर भयो। र यहाँनिर छ होटल द आर्टेटको लोगो भएको साबुन। र यता छ फ्लस, यहाँ टोइलेट। र यहाँदेखि देख्दै हुनुहुन्छ भ्यू, किस हस्पिटलको भ्यू तपाईँहरूले यहाँबाट देख्नुहुन्छ। जुम गरिदिनुहोस्। यो चाहिँ हाम्रो होटल द आर्टेटको किस्ट हस्पिटलको ठ्याक्कै नजिक भएको भएर किस्ट हस्पिटल तपाईँहरूले देख्नुपर्छ, देख्नुहुँदैछ। र तपाईँहरूलाई केही इमर्जेन्सी परिहाल्यो भने पनि हाम्रो लागि चाहिँ यहाँनिर हस्पिटल चाहिँ एकदमै नजिक पनि छ, त्यो पनि व्यवस्था छ है साथीहरू। र तपाईँहरूले एउटा त्यहाँनिर एसी पनि देख्नुहुन्छ। अब हाम्रो होटल द आर्टेटमा एसी नहुने कुरा भएन,